नया नया सजाओ है संसार सुख दुख बाटा है मेरा मैले पनि मेरो टिमलाई स्ट्रङ बनाउने हिसाबले मेरो टिमलाई अगाडि बढाउने हिसाबले मैले सोच्नु पर्ने हुन्छ त्यसले गर्दाखेरि टिकारामतिर गएँ बधाई छ टिकाराम तपाईहरुले यो भिडियो हेरिसकेपछि थाहा पाइसक्नुभयो भिडियो केको बारेमा हो भनेर द भोइस अफ नेपाल सिजन 7 अहिले चलिरहेको छ र अहिले ब्याटल राउन्ड छ। यो भिडियोमा मैले कोच राजुको बारेमा बोल्न गइरहेको छु। कोच राजुमा शुक्रबार भएको ब्याटलमा चाहिँ टिकाराम श्रेष्ठ र प्रतीक्षा राई ब्याटल गरेका थिए। उनीहरूले एकदमै धेरै राम्रो प्रस्तुति दिए तर कोच राजुको निर्णय गलत भएको छ। धेरै जनाले कोच राजुलाई कमेन्ट मार्फत आलोचना पनि गरिरहेका छन् र यो विषयमा मैले पनि किन नबोल्ने भनेर मैले यो भिडियो बनाउँदै छु। धेरै जनाले मलाई भन्नुहुन्छ जान्ने हुन्छस् संगीतको स पनि थाहा छैन तै पनि किन बोल्छस् भनेर भन्नुहुन्छ। तर मलाई संगीतको स त अवश्य पनि थाहा छ, संगीत अलिअलि के हो भनेर आफै पनि गुनगुनाउने गर्छु। तर संगीतको बारेमा त्यति धेरै जानकार व्यक्ति म होइन, म आफै पनि अनेस्टली तपाईहरुलाई भन्छु। र यसमा कोच राजुले निकै ठुलो मिस्टेक गरेका छन्। किन गरेका छन् भन्दाखेरि द भोइस भनेको हुन त हामीले भोइस धेरै पटक विवादमा पर्दै आएको, भोइसमा चाहिँ पैसाको चलखेल हुन्छ, भोइसमा चाहिँ भनसुन हुन्छ, भोइसमा चाहिँ पर्दा पछाडि निर्णय हुन्छ भन्ने कुराहरू हामीले हिजोको दिनमा सुन्दै आइरहेका थियौं। कोच राजुले पनि कता कता यो कुराहरूको अनुसरण गरेका हुन् कि भन्ने चाहिँ मलाई लागेको छ। सबैजनाको पर्सनल ओपिनियन हुन्छ। प्रतीक्षा र टिकाराममा सबैभन्दा बेस्ट कसले गायो भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण कुरा हो। भोलिको दिनमा यो मान्छेले मलाई माथि पुर्याउँछ भनेर कोचहरूले त्यसरी लानु भन्दा पनि परफर्मेन्स कसको राम्रो छ, ट्यालेन्ट कसको राम्रो छ, ती कुराहरूलाई हेरेर अगाडि बढाइदिँदा पक्कै पनि ट्यालेन्टले ठाउँ पाउने थियो, ट्यालेन्टले आफ्नो ट्यालेन्टको कदर भएको महसुस गर्ने थियो कि भन्ने चाहिँ मेरो बुझाइ हो। त्यस्तै भएको छ। प्रतीक्षा र टिकाराममा सबैभन्दा राम्रो परफर्मेन्सको कुरा गर्ने हो भने प्रतीक्षा राईले धेरै राम्रो प्रस्तुति दिएका थिए टिकारामको तुलनामा। तर भइदियो ठ्याक्कै उल्टो। कोच राजुले चाहिँ निर्णय गलत गरेका छन्। उनले भोलिको दिनमा मलाई हेरेर मैले अगाडि बढाउनु पर्दा चाहिँ टिकारामलाई अगाडि बढाउँछु भन्दै गर्दाखेरि प्रतीक्षाको ट्यालेन्ट मरेको छ, प्रतीक्षाको परफर्मेन्सले न्याय पाएको छैन। अरू कोचहरूले पनि सजेसन दिँदा अथवा फिडब्याक दिँदाखेरि चाहिँ प्रतीक्षा राईको एकदमै धेरै राम्रो भएको र टिकाराम श्रेष्ठको चाहिँ अलिकति कमजोर भएको, नोट नलागेको, सुर नलागेको भन्ने कुराहरू पनि दर्शाएका छन्। एकछिन मेलिना राईको यो फिडब्याक हेरौँ। अन्तरामा पनि अलिकति अर्कै गयो तपाईको। यो पार्टमा पनि अलिकति थोरै अर्कै भयो क्या, गीत भन्दा थोरै अलिकति कता गयो, त्यति कुराले मात्र अलिकति टिकारामको थोरै मिलेन हो। मेलिना राईको यो फिडब्याकले प्रतीक्षालाई पक्कै पनि कोच राजुले अघि लगेर जान्छन्, प्रतीक्षा नकआउट राउन्डमा प्रवेश गर्छन् भन्ने सबैजनाले आकलन गरेका थियौँ। त्यो परफर्मेन्स हेरेर पनि हामीले आकलन गरेका थियौँ। र अब यतिका दिनसम्म, यतिका एपिसोडसम्म चाहिँ कोच राजु विवादमा तानिएका थिएनन्। यो कारणले गर्दाखेरि कोच राजु विवादमा तानिन्छन् कि भन्ने सबैलाई लागेको छ। र तानिन्छन् पनि। किन तानिन्छन् भन्दाखेरि यस्तो प्रकारको गलत निर्णय गरे भने अथवा यो निर्णयले अडियन्सको चित्त नबुझेको सिङ्गर अथवा अडियन्सहरूले मूल्याङ्कन गरेको यसलाई चाहिँ लानुहुन्छ होला भनेर सबैजनाले मूल्याङ्कन गरेको भन्दा ठ्याक्कै विपरीत गएर मूल्याङ्कन गर्दाखेरि त्यो कोच पक्कै पनि विवादमा तानिन्छ। चाहे हिजोको दिनमा मेलिनाको कुरा होस्, चाहे चाहिँ कोच खेमको कुरा होस्, चाहे कोच प्रमोदको कुरा होस्, कोचहरूले सही समयमा सही निर्णय नलिँदा अथवा अडियन्सको विपरीतमा गएर निर्णय लिँदाखेरि धेरैभन्दा धेरै विवादमा तानिएको अथवा कमेन्ट सेक्सनमा धेरै गाली आएको र सबैजनाले कुरा चाहिँ काटेको धेरै घटनाहरू छन्, जुन घटनाले कोचहरूलाई एकदमै धेरै पछुतो बनाउँछ। ओहो, मैले निर्णय साँच्चीकै गलत गरेछु, मैले निर्णय गलत गर्नाले चाहिँ अडियन्सहरूले मलाई गाली गरे, दर्शकहरूले मलाई गाली गरे भनेर उनीहरूले पछि रिग्रेट गरेको धेरै कुराहरू छ। र त्यस्तै भएको छ। यो ब्याटलमा पनि कोच राजुले एकदमै ठुलो मिस्टेक गरेका छन्। यो मिस्टेकले उनलाई पछिको दिनमा अलिकति धक्का लाग्छ कि कोच राजुप्रति अडियन्सहरू नेगेटिभ बन्दै जान्छन् कि भन्ने चाहिँ मेरो पर्सनल बुझाइ छ। कोचहरूले कन्टेस्टेन्टको ब्याकग्राउन्ड हेरेर भन्दा पनि 100% उसको ट्यालेन्ट, 100% उसको परफर्मेन्सलाई हेरेर अगाडि बढाइदिँदा ट्यालेन्टले ठाउँ पाउँथ्यो,
पर्फर्मेन्सले न्याय पाउँथ्यो भन्ने चाहिँ मेरो बुझाइ हो। तपाईहरुलाई के लाग्छ कमेन्ट गर्नु होला है त।